के टिका लाउने मान्छेले नआइया टिका लगाइदिने रे यहाँ मलाई फेरि अन्त नि जानु थियो हो खै आउँदैन यहाँ अनि एक्लै आएको टिका लाउन आने बच्चाहरू खै के मान्छे चाहिँ लिन आएको मान्छे लिन आएको हो के गर्दै हो अनि रमको त बेलुका आज छुट्टी भयो त आफ्नो मेरो आज छुट्टी हो रमको त नाइट जानुपर्छ भन्थ्यो के छ त अनि के गर्नु यस्तै हुन्छ यस्तै केही छैन खासै बिराजेहरू आयो हजुर बिराजेहरू छैन कहाँतिर लगेर आउँछ होला अलि आकाश कता छ त नि आकाश चेतपुरमा छ चेतपु पो गएछ कि कहिले गयो त्यो अस्ति गएको फुलपातीको दिनै मामरसँग के दाइ कता जानुभयो त दाइ त्यही छ के गर्दैछ त दाइ बसिरहेको छ कतिको सोलमाली कतिको खाइरहेछ सोलमाली छैन काकालाई नमस्ते गर्छ के खाने गर्छ आमा नमस्ते कति राम्रो बाबा के लगाएको तिमीले त्यो ओहो नि त अनि अरू के छ त नि ल तिम्रो त दसैँ राम्रो भयो है त्यसको पो दसैँ राम्रो भयो होला त्यसकै त अनि कसको हो न हामी त के दसैँ न त्यो ल दाइसँग बोल्ने भयो के छ केटा टिका लगायो तिमीले कहाँ लाउनु हो लाछन् अहिले कहाँ हो नि अहिले यता खै एउटा दाइको भाइहरू लिन आएको क्या र अलि राम्रोसँग कुदाउनु स्पिड कति हुन्छ स्पिड पो जति नै हुन्छ 120 30 40 धेरै स्पिड हुँदो रहेछ गाडी त ठिकै छ नि ठिकै छ अहिलेसम्म त केही भएको छैन कन्डिसन ठिकै हो अनि अर्को के छ खसी काटेन खसी बङ्गुर काटेर पुरा फ्रिजमा नअटेर बाहिरतिर फ्यालिरहेछ केटाहरू खसी खाँदैन होला त्यही ब्रोइलर कुखुरा के पो खान्छ तिमीहरू त कहिले 5 मिनटको कुरा गरिरहेको हो यहाँ टाइम दिएको छ के मान्छेले टाइम दिएको छ नि त मैले 9 बजेको भने म मात्र जाने हो र अरू मान्छेले भनेको हो क्या मलाई अब जस्ट 2 मिनट अब बाँकी र ठिक छ कहाँ बाटो 2 मिनट उसले पाउनु आउँछ नि 2 मिनटमा होइन यस्तो तारा भाइ जान्न भन्छ नि तारा भाइ
चिसो हो है त आधे घन्टा हुँ? दसैँको दिन पनि घन्टा खसी काट्छ किनले खसीको मासु खाएर हामीलाई कुइ जुवा दे के नाम न ड्रागन फ्रुट हाँ ड्रागन फ्रुट Hmm. जान सकिन्छ Lo tanga ngimu pon kio